आलुको भुजिया खान चाहिँ एकदमै मनपर्छ, तर तेल धेरै हुन्छ भनेर डर लाग्छ भने हजुरले यो आलुको भुजियालाई यसरी पकाएर खान सक्नुहुन्छ। थोरै तेलमा अनि छिट्टो, मिठो, थोरै मसलामा मजाले क्रन्ची बनेर तयार हुन्छ। यसको लागि चाहिँ सबैभन्दा पहिला मैले यहाँनिर एउटा लिएँ भाँडा, त्यसमा राखिदिएँ थोरै तेल अनि यसरी सबैतिर लगाइदिएँ तेललाई। भाँडामा तेल सबैतिर लगाइसकेपछि अब यसमा राखिदिने काटेको आलु। आलु राखे सँगसँगै यसमा राखिदिने जिराको धुलो थोरै, त्यसपछि राखिदिने स्वादअनुसार नुन अनि राखिदिने बेसार अनि राखिदिने यसमा धनियाको धुलो, त्यसपछि राखिदिने रातो धुलो खुर्सानी। यो राखेसँगै यसमा अब थोरै तेल थपिदिने, धेरै होइन, हजुरले भिडियोमा देख्न सक्नुहुन्छ मैले एकदमै थोरै तेल लाएँ। अब यसलाई सबै सामग्रीसँग यसरी मिक्स गरिदिन्छौँ, आलुलाई मोलिदिन्छौँ। आलुलाई सबै मसलासँग मोलिसकेपछि अब भने यसलाई राम्रोसँग मिलाइदिने र पकाउनको लागि राखिदिने एयर फ्रायर ओभनमा। यो ओभनमा राखिसकेपछि चाहिँ हामीले यसलाई यसरी 180 डिग्रीमा राखिदिन्छौँ र टाइमिङ 15 मिनट राख्छौँ। 15 मिनटको टाइमिङमा यो राम्रोसँग पाकेर क्रन्ची हुन्छ। 15 मिनटपछि चेक गरौँ, एकदमै सजिलो थोरै तेलमा बनेर तयार भयो क्रन्ची भुजिया। थोरै तेलमा बनेर तयार हुने यो क्रन्ची भुजिया बच्चाहरूलाई त एकदमै मनपर्ने भइ नै हाल्यो र यसरी थोरै तेलमा बनेपछि बच्चाहरूको लागि राम्रो पनि हुन्छ। हजुरले पनि यसरी एकचोटि बनाएर ट्राई गर्नुहोला र हजुरको रेसिपी कस्तो बन्यो भनेर कमेन्ट गर्न नबिर्सनुहोला अनि इजी किचन रेसिपीलाई फलो गरिदिनुहोला। थ्याङ्क यू फर वाचिङ।